Yo, what's up, guys? What's up? Me, aka Genji. This my brother, Zongi. What's up, dude? के छ त केटा हो के छ त केटाहरू अनि यार ठिक छ यस्तै हो होइन के भन्नु आज पानी परेको अवस्था हल्का हिलो रहेछ 22 तारा हैन त्यही भएर लङ टाइम हैन धेरै बसिरहेको केही छैन क्या हो केही छैन यस्तै हो जिन्दगी अहिले चाहिँ हामी मन्दिरमा हो भेटिहाल्नु सक्छ तपाईँहरूले यस्तो त हो नि अब केटा ग्याङ सबभन्दा खुङ्क्या भिडियो सुडेको सबभन्दा खुङ्क्या चलपल देखेर भन्ने गीत अहिले खुब भाइरल भइरहेको छ त त्यही भएर मैले नि गाइदिएको यस्तो छ जिन्दगी तर यहाँको माछा चाहिँ बवाल छ कसो केटा हो कसो देख्नु कसो त्यहाँबाट देख्दैन होला तर जे होस् यहाँ माछाहरू चाहिँ बवाल छ कत्रो ठुल्ठुलो छ नि त अहिले बवाल बनाएको छ जे होस् यस्तो पदार्थ के हालेर लुक्न सुन्दर हालेर म फाइनली 22 धारा पनि आइपुग्यो फाइनली 22 धारा पनि आइपुग्यो हामी यहाँको के हो यहाँको पानी सुकेको छ है यहाँ पानी सुकेको छ यार यस्तो बवाल पानी थियो सुनसान छ आज त सुनसान छ आज त होइन त सुनसान छ है हामी चाहिँ फाइनली के अरे रानीवन घुमघाम माथि चढ्दै हो पाखा होइन कस्तो भइरहेछ कस्तो मजा आइरहेको धेरै पछि आएको तर त्यतिको मान्छे चाहिँ छैन रहेछ आज हैन तर मजा आछ धेरै दिनपछि आएर होइन मजा आछ मौसम पनि त्यस्तै छ मौसम पनि त्यस्तै छ आज चिल सबै एउटा गर्लफ्रेन्ड हुनु पनि होइन यो मौसममा त यस्तो छ हाम्रो गाउँ नेपालको हालत जो पिकनिक सिक्ने यताउति खाएपछि बढालिदिनुपर्छ सफा गरिदिनुपर्छ भने छैन के हो यस्तो फोहोर यस्तो फेरि तिनीहरू आउनुपर्ने हो त्यहाँ पिकनिक खानलाई हामी त होइन त तिमीहरू यहाँको लोकल तिमीहरू आउँछ त्यहाँ पिकनिक खानलाई सफा गर्नु पर्दैन भन्दै हाई हेलो